त्यही हो केटा हो, यो क्याम्पमा धेरै नै सम्झना थियो। आज सम्झना छोडिराख्दै बेलुकीको 9-10 बजीतिर हाम्रो ट्रान्सफर गरिदिइसक्यो। म र मेरो यता काले साथी छु। म खास नाम चाहिँ उसको सचिन हो, तर मैले उसलाई काले काले भन्छु। अब उसले पनि मलाई राई भन्छ, त्यो बाल छैन। अनि हामी बसेको क्याम्प चाहिँ यो पछाडि छेकिसकेछ। भिडियो त भइरहेछ नि काले। त्यही हो, अब अरू के भन्नु र। यो सिधै अगाडि देखिरहेको यो गाडीहरू राखेको अगाडिदेखिको यो हाम्रो किचनहरू हो। किचन त्यही थियो। अब अरू भन्ने के नै छ र। दुईजना त साथी जस्तै भन्दा पनि दाजुभाइ जस्तै एउटै गाउँकै जस्तो भइएको छ क्या काले र म चाहिँ। जहीँ जाँदा पनि यसलाई म यताउति भनिबस्छु। त्यही हो, अब एकछिनमा गएर त्यहाँदेखि गएर के हुन्छ हेर्दै गरौँ ल। त्यही हो दाजु होइन, हामीलाई सुरुमा ल्याएर यहाँ राखिदियो। अहिले चाहिँ हामी यहाँबाट कस्तो भइसक्यो दाइ अब होइन, घुलमिल सब भइसक्यो कि दाइ। एयरपोर्टमा नि हाम्रो दाजु डेन्जर कुराइदियो हो नि त फेरि। हो को गएछ एयरपोर्ट लिनु? अर्को ड्राइभर जामबाट अब फेरि जामबाट निस्किसक्यो। त्यो विदेशमा ब्लग बनाउनु तो साउदी अरबिया जा रहा है क्या आप? साउदी बोर्डर हो क्या काला हामी गएको? साउदी बोर्डर हो। साउदी बोर्डरसँगै हो हामी काम गर्ने। साउदी जान्छ ओ साउदीतिर जाने हो हामी, दुबई छोडेर। यस्तो छ है म्याच दुबईमा भनौँ कडक सेरो रोडहरू केटा। यहाँ त रमाइलो छ भाइ। उतै गयो त पर कस्तो छ त हजुर उता के लोकेसनमा सिटीतिर बस्यो लोकेसन मान्छे हो। तर अलिकति पैसा बच्छ त्यहाँ गएपछि खर्च सर्च हुँदैन। तपाईँको त आइडी साइडी सब छ होला नि दाजु होइन यताको, र तपाईँ भएपछि ढुक्क भयो। अब पैसा सैसा यताउता पठाउनु पऱ्यो भने टेन्सनको कुरो भएन नि त दा होइन। हतारमा घरतिर भन्नु नपाइकन पनि लागेको यो घरतिर नबोल्नु पाइकन उठाइ गएको यो। यस्तो चाहिँ केटाको जिन्दगी विदेशको गाह्रो छ। ट्याक्क काम गरेर आएर बसी मात्र राखेको है, लुगासुगा प्याक गर भनेर भन्यो अनि हिँडाइ गयो। अहिले चाहिँ हामीलाई साउदी बोर्डर ग्लोबल भिलेज लगेको रहेछ। अहिले थाहा पाउँदा चाहिँ त्यही बाटो हो क्या। अनि त्यही हो, अब विदेश चाहिँ केटा हो, बुझेर मात्र आऊ नबुझिकन नआऊ भन्छु राम्ररी। अब यस्तो चाहिँ जिन्दगी। घरमा भन्छु भन्ने भएर आयो त। भन्नु त भनेको थियो लोकेसन चेन्ज गरिदिन्छ भनेर, तर गयो भनेर भन्नु पाइएन, बोल्नु पाइएन घरतिर। त्यही हो अब चाहिँ हामी अहिले तेल हाल्नु, पेट्रोल हाल्नु, पेट्रोल पम्प आइरहेछ। लग्जरिस कारहरू हुन्छ यतातिर चाहिँ। अहिले चाहिँ अन्धारो कारमा गइरहेछौँ। यहाँनिर चाहिँ दाइले ड्राइभर दाइ पाकिस्तानीहरू हुनुहुँदो रहेछ। अनि उहाँले चाहिँ यो सर्टकट बाटो हो भनेर हामीलाई सर्टकट बाटो लगिरहेछ चिल तरिकामा। अहिले चाहिँ भित्र पनि बनाइदिएँ। यहाँनिर सचिन छ। अनि अब मलाई चाहिँ फोकस गर्नु गाह्रो पर्छ होला। अनि अगाडिको बाटोहरू यस्तै छ। कुन चाहिँ ठाउँमा आएर हामी चाहिँ हाम्रो ड्राइभर चाहिँ त्यहाँनिर गएर उनीहरूको त नमाज पढ्नु गयो बेलुकीको 1 बजे। हामी चाहिँ डेजर्टमा हिँडेर अगाडि मरुभूमि
फर्स्ट टाइम इन मरुभूमि हिँड्यो केटा हो अब ल यहाँनिर पेट्रोल पम्प रहेछ अनि यहाँनिर नमाज पढ्ने ठाउँ रहेछ र ऊ चाहिँ नमाज पढ्नु गयो यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले ए डेजर्टको माटो है केटा हो हातले छियो आई लभ यु होइन क्या मेरो नाम लेख्छु क्या देख मेरो नाम लेखेँ मैले त्यही हो है दुबई देख केटा केही छैन डेजर्ट पुरै डेजर्ट बेलुकी यो चाहिँ पेट्रोल पम्प हो यतानिर यो चाहिँ सप हो त्यही हो अब नेक्स्ट डे आएर सुत्यो अनि यहाँनिर चाहिँ डेजर्ट हेर्ने भने चाहिँ सिधै यतापट्टि छ यस्तो छ डेजर्ट सुत्ने ठाउँ भनेको यही हो अगाडिकै यो कन्टेनर चिलमा अनि यही हो ग्लोबल भिलेज भनेको चाहिँ यही हो ग्लोबल भिलेज भनेको यही हो अनि दाहरू चाहिँ काममा जानु हुँदैछ चिल तरिकामा यही हो ग्लोबल भिलेज भनेको अनि हरियो रुख भनेको यही हो डेजर्टमा पाउने भनेको अब यहाँबाट है कुन ठाउँमा लाने हो के भनेर थाहा छैन फेरि फर्किरहेको चाहिँ हामीले जुन ओछाएको थियौँ लुगाहरू हो त्यो चाहिँ फेरि उनीहरूलाई दिनुपर्ने रहेछ अरे अनि अघि चाहिँ हामीले दिनौँ किनकि दिनु पनि भनेन के भनेन अनि अहिले ठ्याक्क गाडीमा चढिसकेपछि दियो भने अनि दुईजना हामी यहाँनिर बेडसिट ल्याउनु गइरहेछौँ अगाडि हिमाल हेर केटा हिमाल चिल तरिकाको हिमाल छ सबै हिउँ जति चाहिँ पक्लिगएको छ अनि यहाँबाट सट्ट छिरिन्छ भित्र सुत्ने भनेको यही हो गुडुङ गुडुङ खडङ खडङ सुत्ने भनेको यो नेपालमा भएको भए चाहिँ यसलाई चाहिँ चिया खाने ठाउँ बनाइन्छ ढाबा बनाइन्छ ढाबाकै ढाबा के भने यतानिर सुत्ने ठाउँ त्यही हो केटा हो यो अगाडि यस्तो छ फुलहरू यहाँ लिएर छोडिदिइरहेछ हामी दुईजना यहाँ छौँ भित्र आएर त भइरहेछ गलेर